नमस्कार आदरणीय दर्शकबिन, यहाँलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। फरक भिडियोको साथमा फेरि पनि हामी उपस्थित भइसकेका छौँ। आज मसँग को हुनुहुन्छ भनेर तपाईँले फेममा देख्नुहुन्छ। हामीसँग हुनुहुन्छ विश्वराज अधिकारी। उहाँको हामी रेस्टुरेन्टमा गएका छौँ र सबै चिजहरू हेर्नेछौँ। बाँकी कुराकानी उहाँसँग एकदमै मजाको कुराकानी पनि सुन्ने नै छौँ। के छ, आराम हुनुहुन्छ? एकदम आराम छ। पहिला त रेस्टुरेन्टको बारेमा कुराकानी गरौँ होइन, कसरी सुरु गर्नुभयो? यो चाहिँ अब मेरो रेस्टुरेन्टको नाम चाहिँ इन्क्लुसिभ ग्यालेक्सी रेस्टुरेन्ट हो अनि इट्स एलजिबिटी ओन रेस्टुरेन्ट हो। एन्ड आल्सो बिलोङ्स टु दिस कम्युनिटी होइन। अनि त्यो भएको हुनाले चाहिँ मैले एउटा हाम्रो एलजिबिटिआई कम्युनिटीको लागि चाहिँ एउटा डे टाइममा पनि हेल्दी खालको चाहिँ इन्भाइरोमेन्टमा होइन क्वालिटेटिभ टाइम चाहिँ स्पेन्ड गर्नको लागि चाहिँ एउटा फ्रेन्डली इन्भाइरोमेन्ट जोन क्रिएट गर्न खोजेको हो। अनि यो चाहिँ इट वाज एस्टाब्लिस्ड अन 2019 होइन। अनि चाहिँ अब कति 5-6 वर्ष भयो। हामीले 5th एनिभर्सरी मनाएको थुप्रै अब 6th एनिभर्सरी आउँदैछ। यही हो। अहिले चाहिँ खोल्दाखेरि चाहिँ सानो क्याफेटेरियाको अवधारणा थियो। अहिले चाहिँ हामीले बिस्तारै चाहिँ होमस्टेको रूपमा चाहिँ डेभलप गर्ने चाहिँ हाम्रो प्लान छ। त्यही अनुसार प्लानहरू पनि हुँदैछ होइन। र काठमाडौँको स्पेसली चाहिँ लाजिमपाट सुजन मार्गमा भएका लगायत अब अरू काठमाडौँ भ्यालीको एलजिबिटिआई कम्युनिटीको साथीहरूलाई चाहिँ भनेर नै खोलेको हो। प्लस चाहिँ यो चाहिँ अब इन्क्लुसिभको मिनिङ नै यो चाहिँ समावेशी टाइपको अरू जेनरल कम्युनिटीहरूको लागि पनि एउटा इन्टरेक्ट गर्ने चाहिँ वे होस् भने चाहिँ अब अरूलाई पनि कति क्युरियोसिटीहरू हुन्छ के हो अथवा एलजिबिटिआई भन्ने त्यो उनीहरूसँग कसरी चाहिँ इन्टरेक्ट गर्ने भन्ने एउटा त्यो ग्याप छ क्या सोसाइटीमा होइन। त्यो ग्यापलाई पनि अलिकति फुलफिल गर्नको लागि हेल्प होस् भन्ने हिसाबले चाहिँ मैले खोल्नु भएको स्टार्ट गरेँ। हजुर, अब भित्रै गएर कुराकानी गरौँ होइन। के छ, कसो छ, सबै हेर्छ हामी। यो चाहिँ हाम्रो सानो क्याफेटेरिया हो। हजुर, राम्रो छ। हामीले यहाँ पनि देखेका छौँ होइन, अब अवार्डहरू तपाईँ केमा भाग लिनुभएको थियो यो कुराहरू पनि फेरि भनिदिनुहुन्छ? यो चाहिँ मेरो मेमोरिजहरू हो कम्युनिटीसँगको इन्भल्भमेन्टको होइन। अब म चाहिँ 2009-10मा चाहिँ आफूलाई ओपन अप भएँ इन फ्यामिली। अनि त्यसपछि चाहिँ आई हेड बिन वर्किङ विथ डिफ्रेन्ट प्रोजेक्ट इन डिफ्रेन्ट सेक्टर होइन, इन डिफ्रेन्ट सिटिज एज वेल। जस्तो सेभ द चिल्ड्रेन इन्टरनेसनलसँग, त्यसपछि गएर फ्यामिली हेल्थ इन्टरनेसनलहरू लगायत अरू चाहिँ अरू नर्वेजियन एम्बेसीहरूसँग चाहिँ एसोसिएसनमा विथ एलजिबिटिआई कम्युनिटी अन्डर ब्लू डायमन्ड सोसाइटी चाहिँ होइन म काम गरेँ। अनि अहिले चाहिँ म चाहिँ एज अ फ्रिलान्सर काम गर्दैछु, कुनै टिओआरमा नभए पनि। एउटा अब त्यतिखेर चाहिँ मेरो एउटा नन प्रफिटेबल अर्गनाइजेसनमा काम गर्दाखेरिको एक्सपिरियन्सहरूलाई चाहिँ मैले अलिकति कम्युनिटीलाई पनि होप होस् होइन र अलिकति डिफ्रेन्ट सेक्टरमा नै हामी काम गर्न सक्छौँ, इकोनोमिकली इम्पावर हुन सक्छौँ भन्ने हिसाबले चाहिँ अहिले फ्रिलान्सर पनि अहिले चाहिँ म यो नन प्रफिटेबल अर्गनाइजेसनमा काम गर्दाको एक्सपिरियन्स चाहिँ मैले प्रफिटेबल अर्गनाइजेसनलाई चाहिँ यसरी लन्च गरेर गर्दैछु। र यो कम्युनिटीको मेरो चाहिँ इन्भल्भमेन्ट हो। यो मिस्टर के ह्यान्डसम 2013को आई एम द फर्स्ट मिस्टर के नेपाल होइन, 2013मा भएको त्यो प्रोग्राम चाहिँ। अनि त्यसमा जजहरू पनि हाम्रो भूषण दालहरू हुनुहुन्थ्यो। त्यसपछि अहिले पारादीपको हुनुहुन्छ, उहाँको आमा हुनुहुन्थ्यो स्नेहा लगायत अरू माल विकास सुब्बाहरूसँग चाहिँ त्यतिखेर हाम्रो राम्रो कोअर्डिनेसन थियो यो ग्लामर सेक्टरमा। अनि 2013मा म फर्चुनेटली म भएँ। त्यसपछि चाहिँ 2007मा सेकेन्ड त्यसको एडिसनहरू भयो र यो 3rd एडिसनको चाहिँ मिस्टर गेवरकोमा जज थिएँ, मिस्टर के नेपालको। अनि त्यसको मेमोरिजहरू अरू त्यो भागवत गीताको बेलातिरको हाम्रो मिस पिङ्कहरू जुन हाम्रो कम्युनिटी मुभमेन्टहरू छ होइन, त्यसको लागि चाहिँ आफूले गरेको कन्ट्रिब्युसन्सहरूको चाहिँ एउटा सानो मेमोरिज, स्विट मेमोरिज त्यस रेस्टुरेन्टभित्र नै राख्नु भएको छैन? हजुर हजुर। कतिको गाह्रो रहेछ खुल्नलाई होइन, यो समुदायमा घुलमिल हुनलाई कतिको गाह्रो अप्ठ्यारो भयो बसेर? गाह्रो अब यस्तो सबै डिपेन्ड्स अन व्यक्तिकै इन्डिभिजुअल थटमा भरपर्ने कुरा हो जस्तो लाग्यो मलाई होइन। किनकि मेरो आफ्नो पर्सनल थट चाहिँ भन्दा सेयर गर्दै पर्दाखेरि चाहिँ मलाई त्यस्तो गाह्रो कहिले पनि भएन। सबै हाम्रो सोसाइटीमा एउटा रिग्रेसन भनौँ अथवा एउटा कस्तो छ भने हामीले मात्रै भोगेको प्रब्लम्सहरूलाई चाहिँ हामीले ओहो मैले प्रब्लम
फेस गर्दैछु, डिस्क्रिमिनेसनमा पर्दैछु भन्ने हामीले फिल गर्छौँ। अनि हामीलाई पनि अब कतिपय अवस्थामा चाहिँ आफ्नो समस्या अलिक ठुलो होइन, अरू समस्या अलिकति सानो जस्तो लाग्ने हिसाबले पनि हामीले चाहिँ धेरै गहिरेर खालि त्यो पेन रिग्रेसन भित्रको कुराहरूमा मात्रै नगएर अरू कुरालाई नै हेर्नुपर्छ। र मेरो कुरामा चाहिँ मलाई नै भयो होला त्यस्तो स्ट्रगलहरू मैले फेस गरेँ। त्यो गर्दाखेरि चाहिँ मैले आफूले भन्दा नि आफूभन्दा धेरै प्रब्लममा भएको साथीहरू कतिजना हुनुहुन्छ होइन, उहाँहरूलाई हेर्दाखेरि चाहिँ मेरो चाहिँ धेरै प्रब्लम्सहरू चाहिँ रिड्युस हुनु भएर जान्थ्यो क्या अटोमेटिकली होइन। अनि अरू कम्युनिटीको साथीहरू जुन महिला सेक्टरमा पनि छ, अरू बालबालिकाको सेक्टरमाहरूमा छ, सडक बालबालिकाहरूको प्रब्लम छ, हाम्रो इकोनोमिकल क्राइसिसको कुराहरू, पोलिटिकली इन्सर्टिनिटीको कुराहरू छ होइन। अनि त्यो सब कुराहरू हेर्दाखेरि चाहिँ हाम्रो पर्सनल एउटा प्रब्लमलाई मात्रै ठुलो गरेर नहेर्दाखेरि नेपाल जस्तो कन्ट्रीमा चाहिँ त्यस्तो धेरै समस्या छ जस्तो लाग्दैन अहिले चाहिँ मलाई। यो सेक्सुअलिटीको र सेक्सुअल ओरिएन्टेसनको कुरालाई मात्रै लिएर ओपन अप हुनको लागि चाहिँ त्यस्तो गाह्रो छ जस्तो लाग्दैन। तर त्यो सँगसँगै आउने धेरै कुराहरू छन् जसले गर्दा चाहिँ एलजिबिटी कम्युनिटीमा चाहिँ धेरै खालको असरहरू चाहिँ पर्न सक्छ उनीहरूको इन्डिभिजुअल लाइफमा होइन। जस्तो अब ओपन अप हुने बित्तिकै सबैभन्दा पहिला हामीले आफ्नो फ्यामिली अवेर गर्ने, त्यसपछि सोसाइटीहरूको कुराहरू गर्ने, त्यसपछि आफूलाई चाहिँ ओपन अप बनाउनलाई रेडी बनाउने होइन। म किनको लागि एउटा रिजन हुनुपर्छ कि अब जस्तो खुल्ने अथवा एक्सपोज हुने भनेको मेरो विचारमा चाहिँ के हो भने खुलेर जिउने हो क्या होइन। अब जस्तो खुल्ने भने कहाँ खुल्ने, कसको लागि खुल्ने, किन खुल्ने भन्ने कुरा चाहिँ बुझ्नुपर्छ होइन। अब खुल्न त खुल्ने, अब किन खुल्ने त भने आफ्नो लागि हो, पर्सनल पहिचानको कुराहरू पनि हुन्छ, आइडेन्टिटीको कुराहरू हुनसक्छ। अब सबैजनालाई चाहिँ आफ्नो आइडेन्टिटी मात्रै चाहिएको नि हुँदैन, आफ्नो पर्सनल राइट्सको, पर्सनल चोइसको कुराहरू हुन्छ। अब पहिचान भनेर चाहिँ एउटा सोसल कज हो, अभियान हो होइन, सामाजिक अभियान हो। त्यो अभियानमा चाहिँ सबैजना फिट नभएर आफ्नो पर्सनल इन्डिभिजुअल राइट्सहरू मागिराख्ने धेरै साथीहरू पनि मैले देखाएको छु अहिले। अब त्यो राइट्स माग्दाखेरि चाहिँ हामीले राइट्स कसरी आउँछ त भन्दा हाम्रो ड्युटिजहरूसँगै आउँछ क्या। जस्तो हामीले राइट्स क्लेम गर्दा त्यो ड्युटिजहरू पनि हामीले गर्नुपर्ने हुन्छ होइन। अब त्यो कुराहरू चाहिँ हामीले बिर्सेर अभियान भन्नेसँग चाहिँ त्यो ड्युटिजहरू, रेस्पोन्सिबिलिटिजहरू आउँछ। राइट्ससँग चाहिँ पर्सनल चोइसहरूको कुराहरूलाई चाहिँ हामीले क्लेम गर्ने मात्रै राइट्स चाहिँ हुन्छ। हजुर, अहिले लिङ्ग परिवर्तनका कुराहरू पनि आइरहेको अवस्था छ होइन। दुई धारमा बाँडिनु भएको छ तपाईँहरू, आफ्नै कम्युनिटीको, आफ्नै समुदायको व्यक्तिहरू पनि यसलाई कसरी लिनुहुन्छ? अब यो क्वेसनलाई अलिकति करेक्सन गर्नु पाए राम्रो हुन्छ होइन। मेरो विचारमा चाहिँ अब यो द्वन्द्व आन्तरिक द्वन्द्व, समुदायको द्वन्द्व होइन, यो अहिले चाहिँ हामी भित्रै भएको द्वन्द्व हो क्या। जस्तो यो हाम्रो कतिपय साथीहरूमा चाहिँ मैले देखेको, मेरो पर्सनल यो पर्सनल सेयरिङ हो है, फेरि मेरो ओपिनियन हो, त्यो कसैलाई चित्त नबुझ्न सक्छ। कम्युनिटीमा त्यस्तो डिस्ट्र्याक्सन भन्दा पनि हामीले चाहिँ आफूले पहिला सेल्फ आइडेन्टिटीहरूलाई चाहिँ फिल गर्नुपर्ने हुन्छ क्या होइन। अब जस्तो एक्सपिरियन्सहरूले पनि देखिरहेको छ, कतिजना साथीहरूले चाहिँ अहिले बारम्बार चाहिँ नागरिकता परिवर्तन गर्ने कुराहरू आएको छ होइन। अब मेरो विचारमा चाहिँ नेपाल कानुनले दिन्छ भनेदेखि चाहिँ सबैलाई समान रूपले नागरिकताको कानुन दिनुपर्छ कि। जस्तो अरू जेनरल महिला पुरुषहरूलाई जस्तै तेस्रो लिङ्गी समुदायको साथीहरूलाई होइन। अब जस्तो एलजिबिटिआई कम्युनिटीभित्र पनि सबै राइट्स सबैलाई एप्लिकेबल हुँदैन कि। जस्तो अब गे, बाइसेक्सुअल, लेस्बियन्सहरूलाई चाहिँ यो नागरिकताको त्यति नागरिकताको उसले असर गर्दैन होइन। तर यसको मिनिङ यो होइन कि हामीलाई के मतलब भन्ने होइन, यो पनि हाम्रो एउटै समुदाय हो होइन। अनि अब त्यही माथि अब ट्रान्सजेन्डर र ट्रान्ससेक्सुअलहरूको चाहिँ एउटा त्यो फेज हो क्या, त्यो जुन चाहिँ आवरण हो होइन। फिलिङ्स त सधैँभरि एकै नासको हुन्छ क्या, त्यो परिवर्तन हुने होइन। तर हामी एउटा बच्चामा जन्मेको बच्चा पनि त ठुलो हुँदा एउटा वयस्क भएको हुन्छ नि त। तर त्यो वयस्कको मिनिङ चाहिँ त्यो हामीले त्यो हाम्रो बालापन चाहिँ भुल्ने भन्ने हुँदैन क्या, त्यतिखेरको हामी हो। त्यस्तै एउटा फेज हो, त्यो फेजलाई चाहिँ सरकारले कानुनी आधारमा वैधताको हिसाबले सबैलाई राइट्स दिए राम्रो होइन। तर त्यो राइट्सले चाहिँ हाम्रो कम्युनिटीभित्र चाहिँ कन्फ्लिक्ट नलिएर आओस् कि। तर कम्युनिटीको कन्फ्लिक्टले गर्दा त्यो असर परेको होइन होइन। त्यो चाहिँ कस्तो प्रब्लम बिचमा चाहिँ के भइरहेछ भने यो समुदायको द्वन्द्वले गर्दाखेरि चाहिँ कानुनलाई असर पर्यो भन्ने कुरा जस्तो होइन। त्यो कानुनले गर्दाखेरि चाहिँ समुदायमा कन्फ्लिक्ट नआओस् भन्ने कुराहरू चाहिँ हो। किनकि अब नागरिकता सम्बन्धी ऐन भनेर त एलजिबिटिआई समुदायको लागि मात्रै होइन, यो राष्ट्रिय सवालको कुरा हो। नागरिकता संशोधन विधेयकहरू भइरहेको हुन्छ होइन। अब त्यो कारण चाहिँ कस्तो भने हाम्रो कारणले गर्दा भोलि राष्ट्रिय सुरक्षामा असर नपरोस् भन्ने चाहिँ मेरो व्यक्तिगत धारणा हो। किनकि समुदायमा बसिसकेपछि हामी संस्थागत हिसाबले भन्दा नि हामी त समुदायको लागि बाँचेको मान्छे हो होइन। संस्थाको एउटा निश्चित प्रोजेक्ट हुन्छ, परियोजनाको त एउटा प्रोजेक्ट सकिएपछि त्यो फेज आउट हुन्छ। तर कम्युनिटी भने सधैँभरि सस्टेन हुनुपर्छ भन्ने चाहिँ
हाम्रो माग हो होइन। त्यो भएको हुनाले अब संस्था बिचको एउटा योगदानले चाहिँ कम्युनिटीमा चाहिँ इफेक्ट परोस् न कि त्यो नेगेटिभ असरहरू जस्तो कति लेन्दी एडभोकेसीहरूले गर्दाखेरि चाहिँ पछि समुदायलाई असर पर्छ कि अर्गनाइजेसनको मागले चाहिँ समुदायको मागलाई चाहिँ अर्गनाइजेसनले बोल्ने हो, अर्गनाइजेसनले देखेको सपनामा चाहिँ समुदाय फिट हुने होइन नि त होइन। त्यो भएको हुनाले चाहिँ कतिपय कुरामा चाहिँ बाहिर देखेको जस्तो हुँदैन। अभियान भनेको अहिले ठुलो गहिरो कुराहरू हो। अहिले चाहिँ कस्तो भएको छ भने सबै जागिर गर्नेहरूले चाहिँ हामीले अभियान गर्दैछौँ भन्ने चाहिँ सोच्नुहुन्छ होइन। त्यो उहाँहरूले टिपिकल्ली आफ्नो टिओआरमा रहेर जागिर गर्नुभयो होइन। त्यो जागिर नभएको भोलिपल्ट कोही पनि समुदायमा त्यो उदाहरण छ, भोलि प्रोजेक्ट फेज आउट हुने बित्तिकै यहाँ कोही पनि समुदायमा जो रियल समुदाय मात्रै हुन्छ, अब सबै जागिरहरू त घर घरमा पुगिसकेको हुन्छ, त्यो एक्सपिरियन्सले देखाइसकेको छ होइन। अब त्यो चाहिँ एउटा सर्टेन पिरियडमा 1-2 वर्ष 2-4 वर्ष आफूले समुदायलाई लगाउने कन्ट्रिब्युसन भन्नु, योगदान भन्नु अथवा जागिर भन्नु, जब भन्नु आफू पनि सस्टेन भएर समुदायलाई सस्टेन गराउने एउटा माध्यम हो होइन। त्यसलाई मात्रै एउटा अभियान भनेर भन्न मिल्दैन। अभियान भन्दा स्वतन्त्र हुनुपर्छ होइन, स्वतन्त्र रूपले गर्नुपर्छ। अब मैले मेरो मनमा लागेको विचारको लागि त मैले पनि कन्ट्रिब्युसन गर्नु पऱ्यो नि, योगदान मेरो तर्फबाट पो हुनु पऱ्यो। मैले देखेको सपना पुरा गर्नलाई त योगदान मबाट हुनु पऱ्यो कि होइन। मैले गरिदिएको अभियानमा चाहिँ अरूले आएर चाहिँ हमला बोलेर त्यो अभियान हुँदैन, त्यो भनेको चाहिँ झन् बढी त्यो कन्फ्लिक्ट हुन्छ नि हो। त्यो कुराहरू हुन्छ, त्यसलाई चाहिँ सामान्य समुदायले म्यानेज गरेर। अनि सेक्स चेन्जको कुरामा चाहिँ अब जसले सेक्स चेन्ज नै गरिसक्नु भएको छ त उहाँलाई नागरिकता दिँदा सरकारलाई पनि असर पर्दैन होला होइन, समुदायलाई पनि असर पर्ने कुरा हुँदैन होला। अब सेक्स चेन्जको मिनिङ नै भने चेन्ज गरेपछि पाउने भन्ने त होला नि। अब चेन्जै नगरिकन नागरिकता पाउने भने अब नागरिकताको सरकारले दियो भने, संविधानले दियो भने त हाम्रै समुदायले पाउने हो, म त खुसी नै हुन्छु होइन। तर त्यसले गर्दाखेरि चाहिँ भोलि त्यो सरकारको निर्णयले गर्दा समुदायमा चाहिँ कन्फ्लिक्ट नआओस्। तर यहाँ चाहिँ बाहिर मान्छेले के भनिराख्नुहुन्छ भने समुदायको कन्फ्लिक्टले गर्दा सरकारमा कानुनमा असर पर्यो भन्ने हुन्छ होइन। सरकारले कुनै पनि कानुनलाई चाहिँ इनडेप्थ इन्भेस्टिगेसन नगरिकन चाहिँ आफ्नो चाहिँ त्यो एउटा प्र्याक्टिसको लागि जस्तो, अभ्यासको लागि हेरौँ न त भनेर दिएको राइट्स जस्तो हुँदैन कि त्यो टेम्पोररी राइट्सहरू चाहिँ होइन। हाम्रो पर्मानेन्ट राइट्सहरू चाहिँ गभर्मेन्टले अलिक रिसर्च गरेर दियो भनेदेखि चाहिँ अनि कम्युनिटीमा पनि कन्फ्लिक्टहरू चाहिँ रिड्युस भएर जान्छ। हजुर, अहिले 3टा नागरिकता दिएको मैले भन्ने कुराहरू पनि आइरहेको छ होइन। हजुर, यो देशले कसरी दियो, यो राज्यले कसरी लिनुहुन्छ 3टा नागरिकता? यो विषयमा चाहिँ म अननोन छु है। मलाई अब कसको नागरिकता 3टा भयो हजुर त्यो मलाई थाहा भएन होइन। हजुर, अब त्यो अन्यको कुराहरू पनि आइरहेछ। अन्यमा अब अन्य यस्तो अब जस्तो मेरो विचारमा है, मैले चाहिँ अब मेरो लागि नागरिकता भन्दा पनि अरू राइट्सहरू चाहिँ एप्लिकेबल हुन्छ। अघि नै मैले भने नि होइन, एलजिबिटिआई कम्युनिटीमा पनि आई बिलोङ्स टु गे कम्युनिटी होइन। अब त्यो भइसकेपछि मलाई नागरिकता त आई बर्न एज अ मेल, नाउ युआर जस्ट लुकिङ मी होइन। जस्तो हामी छौँ, अब हाम्रो आउटर अपियरेन्सहरूदेखि लिएर म आफूलाई चाहिँ कहिले पनि एउटा महिलाको रूपमा फिट गरिनँ होइन। म बायोलोजिकली नि मेल हो, अहिले पनि मेल हो, पछि पनि सायद मेल नै हुन्छु होला। मेरो त्यो खालको चाहिँ कहिले पनि मैले त्यो ड्रिम नै गरिनँ। मेरो साथीहरूले भन्नुहुन्थ्यो म आफूलाई ड्रिम गरेँ, म महिलाको रूपमा आफूलाई प्रस्तुत गरेँ, मैले त्यो ड्रिम नै गरिनँ भने म अहिले परिवर्तन हुन्छु भन्ने मलाई त्यस्तो लाग्दैन होइन। तर म जस्तो समुदायको मान्छेहरूलाई चाहिँ नागरिकताको आवश्यकता भन्दा पनि अरू राइट्सहरू चाहिँ एप्लिकेबल हुन्छ क्या। तर अब अन्य भन्ने चाहिँ तेस्रो लिङ्गीहरू जो हुनुहुन्छ उहाँहरूले चाहिँ आफूलाई महिलाको रूपमा र पुरुषको रूपमा पनि फिट नगर्ने भएको हुनाले चाहिँ उहाँहरूलाई चाहिँ अन्यको लिने भन्नुभएको होला। यसको बारेमा चाहिँ उहाँहरूसँग अझ राम्रोसँग बुझ्नु होला होइन। अब फेरि मैले अहिले आफ्नो एउटा ओपिनियन राख्दाखेरि त्यो कुरा चाहिँ अब भोलि समुदायलाई नराम्रो लाग्ला होइन। म त समुदायमा बस्ने मान्छे हो। अब उहाँहरू जागिर गर्नुहुन्छ, घर घर जानुहुन्छ, तर समुदायमा त परेको हरेक प्रब्लम त हामीले फेस गर्नुपर्छ होइन। त्यो भएको हुनाले म चाहिँ समुदायमा सबैलाई मिल्ने राइट्स चाहिँ सबैलाई कानुन अब एउटा वैधानिक हिसाबले दिने राइट्सहरू सबैलाई चाहिँ दियोस् भन्ने चाहिँ मान्यताको मान्छे। हजुर, अहिले आएर फेरि विवाहको कुराहरू पनि भइरहेको छ होइन, सेम म्यारिजको कुराहरू पनि भइरहेको छ, यसलाई कसरी लिनुहुन्छ? अब म्यारिज चाहे त्यो सेम सेक्स म्यारिज होस्, चाहे चाहिँ त्यो अर्को विपरीत लिङ्गी म्यारिज होस्, म्यारिज इज म्यारिज फर्स्ट होइन। अब म्यारिज बिहा किन गर्छ भने एउटा त्यो पनि संस्था हो है। विवाह पनि एउटा सङ्गठन र एउटा संस्था हो। त्यो संस्थामा चाहिँ आबद्ध हुनको लागि एउटा मिनिमम रिक्वायरमेन्टहरू चाहिन्छ। त्यो चाहिँ माया, स्नेह, आफ्नो भविष्य फ्युचर सेयर गर्ने एउटा मान्छेसँग चाहिँ विवाह गर्ने, न कि जेन्डरसँग मात्रै विवाह गर्ने भयो भने त अहिले कतिजनाको चाहिँ विवाह सबै छुटिरहेको छ होइन। अब महिला र पुरुषकै पनि त सम्बन्ध टुटिरहेको छ नि त अहिले। अब त्यो हेर्ने हो भने
त्यो लिङ्गको हिसाबले मात्रै विवाह गर्ने भनेदेखि त यहाँ त एउटा मान्छेले नै अहिले त झन् बहुविवाहको बिहे गर्न पाउने भन्ने प्रावधान आइरहेको छ होइन। अब यो धेरै कुराहरू छ, तर विवाह भनेको चाहिँ फर्स्टमा सेम सेक्स होस् चाहे चाहिँ अर्को विपरीत लिङ्गी विवाह होस्, जे भयो भने विवाह होइन, त्यो हाम्रो धर्मले पनि पहिला हरेक किसिमको विवाहहरूलाई चाहिँ रिराइट गरेर त्यसमा वर्गीकरण गरेको छ होइन। त्यो चाहिँ समाजसँगै परिवर्तन हुँदै जाने कुरा हो कि यहाँ हाम्रो एन्सेन्ट हिस्ट्रीमा हेर्नुभयो भने अहिलेको भन्दा बढी विवाहको प्रकारहरू छ क्या। त्यहाँ मागी विवाह, भागी विवाह, गन्धर्व विवाहदेखि लिएर हरेक किसिमको विवाहहरू छ। त्यो अहिलेको कानुनले वैधानिक दिएको छ त छैन नि त होइन। तर इट डजन्ट मिन द्याट चाहिँ त्यो चाहिँ एक्जिस्ट थिएन नेपाली सोसाइटीमा भन्ने होइन नि त होइन। त्यही सोसाइटीबाट आज हामी यो सोसाइटीमा आइपुगेका छौँ। यो चाहिँ विभिन्न खालको कालखण्ड, सामाजिक भौगोलिक वातावरण, मैले अघि नै भनेको पोलिटिकल इन्सर्टिनिटीको कुराले होइन। अब समाज अहिले बिस्तारै बिस्तारै पहिलाको भन्दा अहिलेको विचारधाराहरूले होइन त्यो चाहिँ परिवर्तन हुने कुराहरू। अब अहिलेभन्दा पछि फेरि योभन्दा प्रोग्रेसिभ मात्रै हुन्छ भन्ने छैन कि। समाज जति विकसित हुँदै गयो के अरे राज्य जति विकसित हुँदै गयो समाज त्यति नै विकास हुन्छ भन्ने पनि मेरो विचारमा हुँदैन कि होइन। तपाईँले अब अहिले अमेरिकालाई देख्नुहुन्छ, त्यो जस्तो डेभलप उच्च पोजिसनको मान्छे डोनाल्ड ट्रम्प हो नि त होइन। तर उहाँको मेन्टालिटीलाई तपाईँले बुझ्नुभयो र नेपालको अहिलेको सिचुएसनलाई हेर्नुभयो भने त फार बेटर त नेपालमा छ नि त सिचुएसन। एलजिबिटिआई कम्युनिटीको नेपाल लगायत अरू साउथ एसियन कन्टिनेन्टमा छ होइन। अहिले त युरोपियन कन्टिनेन्ट बाहेक अरू त अहिले युएस जस्तोले त्यस्तो काम गभर्मेन्टले त्यो हालको चाहिँ अहिले यो सेम सेक्स लगायत चाहिँ अब थर्ड जेन्डरहरूलाई चाहिँ एक्जिस्टेन्स नेक्स्ट सिभिलाइजेसनै हुँदैमा चाहिँ एलजिबिटिआई कम्युनिटी हुँदैनन् भन्ने कुराहरू आएको कुराहरू सेम म्यारिज मात्रै हुनुपर्छ, विपरीत लिङ्गीप्रति चाहिँ आकर्षित हुनुहुन्न भन्ने हो त्यस्तो खालको होइन। मेरो विचार भने चाहिँ ह्युमेनिटी कम्स फर्स्ट है। त्यसमा चाहिँ अब जेन्डर, सेक्सुअलिटी, उसको अपियरेन्स, एक्सप्रेसन्सहरू भनेर चाहिँ त्यो सेकेन्डरी पार्ट हो क्या लाइफको लागि होइन। अब छन् भन्नेले सबैले अहिले स्वतन्त्र अब जस्तो गणतन्त्र भन्नेको कुरा चाहिँ के भने सबैको विचार चाहिँ प्रस्तुत गर्न पाउनुपर्छ, सबैको विचारलाई चाहिँ रेस्पेक्ट गर्नुपर्छ भन्ने नै गणतन्त्र हो। तपाईँ चाहिँ के भन्नुहुन्छ, सेम म्यारिज चाहिँ हाम्रो लागि उपयुक्त हो या विपरीत लिङ्गीप्रतिको विपरीत लिङ्गीको लागि विपरीत लिङ्गी विवाह उपयुक्त हो होइन। उनीहरूलाई समलिङ्गी विवाह गर भनेर प्रेसर गर्नु हुँदैन अनि समलिङ्गीहरूलाई विपरीत लिङ्गी विवाह गर भनेर प्रेसर गर्नु हुँदैन क्या। सबैलाई विवाह गर्ने नपाउने राइट्स छ। सबैले आफ्नो चाहिँ एउटा नेपालको कानुन संविधानले दिएको कुरा चाहिँ सबैले समान रूपमा चाहिँ उपभोग गर्न पाउनुपर्छ भन्ने चाहिँ मेरो मान्यता हो। तपाईँले चाहिँ कसलाई प्राथमिकता दिनुहुन्छ? प्राथमिकता म विवाह गर्ने जोडीलाई दिन्छु, जोसुकै होस् होइन। अब हामीले त कसलाई प्राथमिकता दिने, विवाह गर्नलाई जसले चाहना हुन्छ उहाँहरूलाई विस गर्ने हो हामीले। अब म आफ्नो कम्युनिटीको भएको हुनाले चाहिँ जुन सेम सेक्स म्यारेज लिगलाइज भयो नेपालमा त्यसलाई चाहिँ एकदमै वेलकम गर्छु। मेरो विवाह नभए पनि, मेरो साथीको मभन्दा अरू ओल्डर ग्रुपको नभए पनि अब नेक्स्ट जेनेरेसनले त त्यो राइट एप्लाई गर्न पाउने भयो होइन। उनीहरूले आफ्नो उमेरअनुसार आफ्नो साथी चुन्न पाउने भयो, आफ्नो भविष्यप्रति उनीहरू चाहिँ सचेत हुन पाउने भयो। अब विवाह सँगसँगै पछि अब सन्तान होइन राख्न पाउने कानुनहरू एडप्ट गर्ने कुराहरू हुन्छ होइन। त्यो कुराहरूको लागि अब अरू कानुनहरू बन्दै जाला, किनकि विवाहको कानुनसँगै त सन्तान प्राप्तिको कुराहरू हुन्छ। अब एलजिबिटिआई कम्युनिटी आफैले बच्चा जन्माउने त्यति उपयुक्त नभएको हुनाले चाहिँ उहाँहरूले एडप्ट गर्नुपर्ने हुन्छ। अब त्यो सम्बन्धी कानुनहरू बन्ला भोलि अब पारपाचुकी होइन नेपालको कानुनमा अब सम्बन्ध विच्छेदको डिभोर्सको कुराहरू छ हो। त्यसको चाहिँ अब त्यो प्रोसेसहरू कसरी गर्ने भन्ने सेकेन्डरी ल प्लान पोलिसिजहरू चाहिँ बरु बढ्नुपर्छ भन्ने मेरो धारणा हो क्या। अब त्यो बनिसकेको चिजलाई चाहिँ के गर्ने कसो गर्ने यो भनेको धेरै पहिलाको चाहिँ डिबेट डिस्कसन हो। त्यसमा चाहिँ कसैको त्यति खालको यस्तो यो कुरै आएन। म जम्मै वर्ष होइन, म 15 वर्ष भयो एलजिबिटी कम्युनिटीमा चाहिँ अब एडभोकेसी गरेर बसेको। तर त्यो बेलामा जब 2008मा चाहिँ पार्लियामेन्ट मेम्बर भएर चाहिँ हाम्रो सुनिल बाबु पन्त जानुभयो, त्यतिखेर यो त्यसको लागि सेम सेक्स म्यारेजको लागि 7 कमिटी गठन भयो। त्यो पनि डिफ्रेन्ट पार्टिज, डिफ्रेन्ट अब सिभिल सोसाइटीको मान्छेहरूलाई लिएर गयो, हरेक ठाउँमा गयो, रिपोर्ट आयो, कानुन बन्यो, प्लान बन्यो, पोलिसिजहरू भर्खर बन्न थाल्यो। त्यतिखेर हो नि त यो डिबेट डिस्कसन हुनुपर्ने कुरा त बन्नुभन्दा अगाडि चाहिँ हुनुपर्ने हो ताकि त्यो बन्थ्यो। तर त्यतिखेर चाहिँ यो यस्तो खालको चाहिँ छलफल डिबेट डिस्कसन भएन कि यो नहुनु हुँदैन भन्ने खालको मान्छे नै होइन म। किनकि डिबेट डिस्कसनले नै हामीलाई चाहिँ एउटा निचोड निकाल्छ क्या। जस्तो बाधे जाएको तत्त्वबोध हुन्छ संस्कृतमा होइन हो। त्यस्तै हामीले चाहिँ डिबेट डिस्कसनबाट चाहिँ
एउटा निचोड निकाल्नु पर्ने हो। तर डिबेट डिस्कसनको मिनिङ यो होइन कि त्यसमा कन्फ्लिक्ट आउँछ, त्यसमा डिस्क्रिमिनेसन हुन्छ भन्ने होइन कि छलफल हुनै पर्थ्यो होइन, हुनुपर्ने हो। त्यतिखेर पनि भयो, संसदीय व्यवस्थामा त्यो भयो, अरू ठाउँमा भयो, 7 कमिटिजहरू विभिन्न डिफ्रेन्ट इन्टरनेसनल कन्ट्रिजहरूमा गएर गरियो। तर नेपालको त्यतिखेरको सिभिल सोसाइटी चाहिँ कहाँ थियो त होइन? त्यतिखेर उहाँहरूले यो कुराहरू उठाउनु पर्ने, वुमन राइट्सको कुराहरू गर्ने वुमन एक्टिभिस्टहरू कहाँ हुनुहुन्थ्यो होइन? उहाँहरूले उठाउनु पर्ने हो मेरो विचारमा है। तर अहिले जब चाहिँ कन्स्टिट्युसन बन्यो, त्यसमा प्लानहरू बन्यो, पोलिसिजहरू बन्यो, इक्वालिटी जस्तो त्यहाँ इक्वालिटी सम्बन्धीको के अरे राइट्सहरू छ, त्यो त एलजिबिटी कम्युनिटीले नै एप्लाई गर्नु पाउने पर्ने होला होइन? अब सिटिजनरी राइट्स दिएको छ, त्यो सिटिजन दिएपछि त सिटिजनरी राइट्स त दिनु पऱ्यो नि त होइन? तर नागरिकता दिने, नागरिकता दिएपछि नागरिक अधिकार चाहिँ दिनु पर्दैन त? हो, त्यो खालको चाहिँ एउटा त्यो धेरै खालको चाहिँ ब्युरोक्रेटिक ऊ छ क्या। यो चाहिँ नेपालको कम्युनिटीमा भन्दा नि गभर्मेन्ट सेक्टरमा भएको कुरा हो। त्यो चाहिँ एलजिबिटीमा मात्र नभएर अरू सेक्टरमा पनि छ। तपाईँहरूले बुझ्नुभयो भने अरू दलितहरूको सेक्टरमा, अर्को यो डिसेबिलिटिजहरूको ठाउँमा, जुन यो हाम्रो सडक बालबालिकाको सेक्टरमा, धर्मको सेक्टरमा होइन? अब यो अहिले त थुप्रो छ। अब पोलिटिकल क्राइसिसको कुराहरूमा धेरै कुरामा नै गभर्मेन्ट चाहिँ एकदमै सानो सानो, हाम्रो त झन् यो अल्पसङ्ख्यकहरू कुरामा उनीहरूले यो विषयहरूलाई सोच्ने मौका पनि छैन। उनीहरूको त भ्रष्टाचार अहिले देखिहाल्नु भने देशको स्थिति भ्रष्टाचारमा होइन? को चाहिँ सरकारमा जाने, प्रतिपक्षमा बस्ने बित्तिकै मलाई समाउला अथवा म परुला भन्ने, अन्त नेपालको सिस्टमै भ्रष्ट भएको अवस्था देखिरहनु भएको छ भने त्यही रिफ्लेक्सन कम्युनिटीमा पनि पर्छ। जाने नजाने, बुझेर नबुझेर त्यो चाहिँ कम्युनिटीमा पनि हरेक ठाउँमा आउँछ र त्यो चाहिँ व्याप्तै रूपमा छ क्या। अब त्यो भएको हुनाले चाहिँ यो आज भोलि चेन्ज हुने, एउटा सेक्टरमा राखेर एउटा सेक्टरलाई हेला गरेर अथवा एउटालाई चाहिँ प्रमोट गरेर बन्ने भन्ने हुँदैन। इक्वालिटी भनेको सबै सोसाइटीमा चाहिँ इक्वल राइट्सको चाहिँ जसले क्लेम गर्न पाउँछ र यो यसको हो हल्ला भइरहेको छ नि, यो नहुनु नै एउटा चाहिँ गणतन्त्रात्मक देशमा चाहिँ सबै कुराहरू चाहिँ एप्लाई भएको, इक्वल राइट्स पाएको हो। जसले जे राइट्स पाए पनि त्यहाँ हल्ला मात्रै हुने, झगडा मात्रै हुने, कन्फ्लिक्ट मात्रै हुनुको अर्थ भनेको चाहिँ त्यहाँ कोही पनि खुसी छैन भन्ने कुरा। हजुर, तपाईँ कुन पक्षमा हुनुहुन्छ फेरि होइन? जस्तो अहिले चलिरहेको यो द्वन्द्व छ होइन? द्वन्द्वमा चाहिँ खास तपाईँले पारदर्शिता नदेखेर हो कि तपाईँको पनि आवाज निकै आउँछ है, निकै सुनिन्छ तपाईँको पनि, यो कसरी लिनुहुन्छ? पारदर्शी हुनुपर्छ यो इस्युमा अथवा के? पारदर्शिता भनेको सबै ठाउँमा हुनुपर्छ। हेर्नु, एउटा घर चलाउने बेलामा त आफ्नो व्यवहार पारदर्शिता भएन, बुबाले आमालाई एउटा हुन्छ नि घरमा आर्थिक पारिवारिक स्नेहको व्यवहार भएन भनेदेखि त्यो घर त डिस्ट्र्याक्ट हुन्छ भने सोसाइटी समाजमा राष्ट्रमा त एउटा पारदर्शिता जवाफदेहिता भन्ने चाहिँ जहाँ पनि हुनुपर्छ होइन? जहाँ पनि तपाईँ आफै पनि हामी बसेर कुनै ठाउँमा कुनै काम गरेछ भने त्यसको जवाफदेहिता पारदर्शिता हामीले गर्न सकेनौँ भने हामीले राम्रै काम गरे पनि त्यो नराम्रो ठहरिन्छ कि। राम्रो काम पनि राम्रो समयमा, राम्रो ठाउँमा होइन, राम्रो व्यक्तिसँग भयो भने मात्रै त्यो राम्रो हुन्छ। अब राम्रो सब्जेक्ट राम्रो भएर अवस्था राम्रो भएन भने त्यो चाहिँ राम्रो हुँदैन। हजुर, त्यसले कन्फ्लिक्ट लिएर। हजुर, यो सेक्स चेन्जकै कुराहरू आइरहेको थियो, यसमा धेरै समस्याहरू देखा परिरहेको थियो होइन? कसैलाई धेरै गाह्रो भएको होइन? यो कुराहरू पनि हामीले सुनि पनि रहेछौँ होइन, देखि पनि रहेछौँ। यसलाई कसरी लिनुहुन्छ? यो चेन्जले चाहिँ धेरैलाई असर गर्छ, अहिले नगरे पनि दीर्घकालीन रूपमा चाहिँ असर गर्छ भन्ने कुराहरू पनि छ। यसलाई चाहिँ कसरी लिनुहुन्छ? अब यसलाई चाहिँ मैले मेरो एक्सपिरियन्स छैन, मैले देखेको आधारमा भन्नुपर्ने हुन्छ होइन? किनकि अब यो चाहिँ इन्डिभिजुअल जसले चाहिँ सेक्स चेन्ज गर्नुभएको छ, जो चाहिँ आफूलाई ट्रान्ससेक्सुअल युज गर्नुहुन्छ उहाँहरूको लागि चाहिँ के छ? अब यस्तो हर्मोन भनेको चाहिँ जस्तो तपाईँको आफ्नै बडीमा पनि त्यो हर्मोन डिसब्यालेन्स हुने भएर चाहिँ त्यो पिल्सहरू हर्मोन बनेको चाहिँ त्यसलाई ब्यालेन्समा राख्नलाई बनेको हो। मेरो विचारमा ट्रान्सहरूकै लागि अथवा एलजिबिटी कम्युनिटीकै लागि भनेर कुनै न ब्युटी प्रडक्ट बनेको छ, न कुनै लुगा आइटम बनेको छ, न कुनै कस्मेटिक सर्जरिजहरू बनेको छ। यहाँ त हामी भर्खर आइडेन्टिटी राइट्सको बारेमा कुरा गर्दैछौँ। हामीले बुझ्नुपर्ने कुरा यो सबै संसाधन, यो सबै उपयोग गर्नलाई सामानहरू चाहिँ अरू कम्युनिटीको लागि बनेको हो र त्यो चाहिँ हामीले पनि एप्लाई गरेको हो होइन? अब जस्तो हर्मोनको कुरा गर्ने हो भने जस्तो एउटा ट्रान्स वुमनले एउटा फिमेल हर्मोन खाइरहनु पर्ने हुन्छ, उहाँहरूले सप्लिमेन्ट्रीहरू लिनुपर्ने हुन्छ। त्यो भने फिमेलको लागि उनीहरूकै हर्मोन डिसब्यालेन्स हुँदाखेरि चाहिँ त्यसलाई ब्यालेन्समा ल्याउनको लागि बनाएको हर्मोनहरू हो होइन? अब त्यो हर्मोन हामीले इन्जेक्ट गर्दा अब ओरल खाँदाखेरि चाहिँ
अब त्यसले चाहिँ गर्छ, त्यसले चाहिँ पोजिटिभ पनि असर गर्छ, नेगेटिभ पनि असर गर्छ। त्यसलाई चाहिँ ब्यालेन्स ल्याउनु पर्ने हुन्छ। त्यही भएर डक्टरको चाहिँ सल्लाहमा बस्नुपर्ने, काउन्सिलिङ गर्नुपर्ने कुराहरू हुन्छ। र कति हाम्रो साथीहरू चाहिँ त्यो पहिलादेखि नै चलिआएको, अहिलेको कम्युनिटी मात्रै होइन, जसले हर्मोन खानुपर्छ भनेर यो सोसाइटीमा सिकाउनु भयो उहाँहरूदेखि नै त्यो चेक गरेर खाने अथवा चेक गरेर खानुपर्छ भन्ने कुराहरूको त्यो माइन्ड सेटअप विकास भएन क्या होइन। अब राम्रो मात्रै बन्नुपर्छ भन्ने भयो। अनि एउटा खाँदा अलिकति राम्रो बन्यो भने बल्ल अथवा तिनवटा खाँदा झन् राम्रो बन्छ होला भन्ने एउटा त्यो हाम्रो हुन्छ नि त एउटा जेनरल कन्सेप्ट हुन्छ। त्यो कन्सेप्ट चाहिँ डेभलप हुँदै गयो क्या। न कि हामीले चाहिँ आफूलाई काउन्सिलिङ गर्नुपर्छ, प्रपर गर्नुपर्छ, आफ्नो बडीहरूलाई पनि सही ठाउँमा ट्रिटमेन्ट गर्नुपर्छ। जब कि हाम्रो चाहिँ मेन्टल फिजिकल एउटा बडीको चाहिँ म्याचअप भयो, कन्ट्रोल भयो भने मात्रै हाम्रो चाहिँ एउटा पर्सनालिटी बिल्डअप हुन्छ सोसाइटीमा भन्ने कुराहरू चाहिँ हाम्रो सोसाइटीमा अलिकति ग्याप छ। त्यसलाई बुझाउनु पर्ने हुन्छ। अब त्यसले नराम्रो मात्रै असर गर्छ भन्ने हो त्यो चाहिँ मलाई लाग्दैन। किनकि हामीले धेरै देखिरहेको छौँ पहिलाको जेनेरेसनभन्दा अहिलेको ट्रान्स वुमनहरू भनेको फार बेटर राम्रो हुनुहुन्छ होइन। हरेक किसिमले राम्रो हुनुहुन्छ। यसको त यो पोजिटिभ इम्प्याक्ट नै होला नि त होइन। अब त्यसलाई चाहिँ हामीले नराम्रो भनेर गर्ने होइन। तर आफ्नो सोसाइटीलाई असर पर्छ अथवा नराम्रो लाग्छ अथवा हाम्रो कम्युनिटी चाहिँ नराम्रो भएर एउटा घरमा पनि एउटा बाबुआमालाई एउटा छोरा अथवा छोरी बिग्रिन थाल्यो अथवा केही नराम्रो हुन थाल्यो अथवा जबरजस्ती उसले चाहिँ म बिग्रिन्छु अथवा के गर्छ तँलाई के मतलब भन्न थाल्यो भने त्यो घरको प्यारेन्ट्सलाई चाहिँ माया लाग्नु अथवा चिन्ता हुनु भनेको चाहिँ स्वाभाविक हो होइन। अब त्यो कुरालाई लिएर चाहिँ हामीले कन्फ्लिक्ट लिएर आएर कतिपय ठाउँमा सानो सानो झगडाहरू कन्फ्लिक्ट भएको मैले देख्छु सोसियल मिडियाहरूमा।